हेलो, नमस्ते। तपाईहरुलाई स्वागत छ आजको क्लासमा। तपाईहरुलाई मेरो क्लास कस्तो लागिरहेको छ? कृपया आफ्नो सल्लाह सुझाव यस भिडियोको कमेन्ट सेक्सनमा गएर लेख्न चाहिँ नभुल्नुहोला है त। र यो भिडियोलाई लाइक, सब्स्क्राइब र शेयर पनि गर्न नभुल्नुहोला। र हामीले योभन्दा अघिल्लो क्लासमा हेसिस लको बारेमा पढिसकेका छौं। र आज हेसिस लसँग रिलेटेड न्युमेरिकल गर्दैछौं। यो न्युमेरिकल हामीलाई क्लास 12 मा र सिटिभिटी लेभलमा पनि सोध्ने गर्छ। तपाईहरुले देख्न सक्नुहुन्छ यो न्युमेरिकल एकदमै इम्पोर्टेन्ट न्युमेरिकल छ जो चाहिँ हामीलाई हरेक वर्ष सोध्न सक्छ। यस्तै खालका न्युमेरिकलहरु हामीलाई हेसिस लबाट सोध्ने गर्छ। र यहाँनेरि देख्न सक्नुहुन्छ क्याल्कुलेट द हिट अफ फर्मेसन अफ इथेनोल भन्यो है। हामीले के निकाल्ने हो त भन्देखि हिट अफ फर्मेसन निकाल्ने हो है त, के को? इथेनोलको। यो जोडेर यसमा के बन्दैछ त भन्देखि C2H5OH हैन, इथेनोल बन्छ। र कति त यसको हिट अफ फर्मेसन कति हुन्छ भनेर हामीले सोध्यो। र यसको लागि के एलिमेन्टहरु यहाँ चाहिन्छ त भन्देखि C कार्बन भयो, र त्यसपछि अर्को चाहिन्छ हाइड्रोजन, र अर्को के चाहिन्छ त अक्सिजन हामीलाई चाहिन्छ। के बन्नको लागि त? यो इथेनोल बन्नको लागि। अब हामीले यसलाई इक्वेसन 1 मान्यौं भने र यसलाई त्यसैगरी इक्वेसन 2 मान्यौं र यसलाई हामीले इक्वेसन 3 मान्यौं भने र हामीले यसलाई इक्वेसन 1, इक्वेसन 2 र यसलाई इक्वेसन 3 मान्यौं भने के गर्ने त भन्देखि अब मल्टिप्लाइङ त मल्टिप्लाइङ इक्वेसन 1/3 and equation 2/2, multiplying equation 1/3 and equation 2/2 and adding गर्ने। हेर्नुस् त अब के हुन्छ त भन्देखि यो इक्वेसनलाई हामीले के गर्न पर्यो? लेख्नुस् त ल, 1 इक्वेसनलाई के गर्नु पर्यो त? इक्वेसन 1 लाई 3 ले मल्टिप्लाई गर्नु पर्यो है। त्यसको लागि के हुने भयो त अब हेर्नु त 3H2, अब मैले यहाँनेरि ग्यास भनेर लेखिराखेर ल हेर्नु त हामीले इक्वेसन 1, 2, 3 मानिसकेपछि अब यसलाई के गर्न सक्छौं भने मल्टिप्लाइङ इक्वेसन 1/3 and इक्वेसन 2/2 and एडिङ भन्नु पर्यो। र हामीले इक्वेसन 1 लाई 3 ले मल्टिप्लाई गर्ने र इक्वेसन 2 लाई 2 ले मल्टिप्लाई गरिसकेपछि यसलाई के गर्छौं त भन्दाखेरि हामीले एडिङ गर्छौं। र एडिङ गरिसकेपछि जो इक्वेसन आउँछ त्यो इक्वेसनले फेरि हामीले के गर्छौं त थर्ड इक्वेसनलाई हामीले सब्स्ट्र्याक्सन गर्छौं। देन हामीले के पाउँछौं त भन्देखि त्यहाँबाट हामीले हिट अफ फर्मेसन अफ इथेनोल भनेर हामीले पाउँछौं। डेल एच बराबर कति हुन्छ? ल हेर्नु त यसलाई पनि कतिले मल्टिप्लाई गर्नु पर्यो त? 3 ले मल्टिप्लाई गर्नु पर्यो। 3 into minus 286.2 किलोजुल पर मोल। यसो कति आउँछ त? 858.6 किलोजुल पर मोल आउँछ। र सिमिलरली अर्को इक्वेसन यसलाई कतिले मल्टिप्लाई गर्नु पर्यो त? 2 ले मल्टिप्लाई गर्नु पर्यो। 2C
Yes plus 2O2 G ग्यास भनेको gives minus 786.4 आउनुपर्छ र यो इक्वेसनलाई हामीले अब हेर्नु त यहाँनिर के गर्नु पर्यो एडिङ गर्नु पर्यो 2C प्लस यहाँ कति छ त 7/2O2 gives मोल ल यति आउँछ हेर्नु त र यो हामीले यो इक्वेसनलाई इक्वेसन 4 मान्न सक्छौं subtracting equation 4 by 3 2C plus 645 kilojoule per mole अब यहाँनिर के हुने भयो त C2H5OH 3O2 gives kilojoule per mole plus minus गर्ने भयो र यो क्यान्सल हुन्छ यो र यो क्यान्सल हुन्छ ल हामीले यो गरिसकेपछि कति आयो त भन्देखि डेल एच इक्वल टु माइनस 277 किलोजुल पर मोल कति रहेछ त हिट अफ फर्मेसन भन्दाखेरि माइनस 277 किलोजुल पर मोल यो न्युमेरिकल सँगसँगै आजको क्लास यति नै किप अन वाचिङ गुड बाई